नाइस रिसिभ अब चाहिँ कुछ होला जस्तो गइरहेको थियो तर गल्तीमाथि गल्ती गर्दै गइरहेका छन् हाम्रा महिलाका खेलाडी मित्रहरू र टाइम मागेका छन् हाम्रा खेल रोमाञ्चक नै भइरहेको छ हालसम्मको स्कोर मैले 24 भने टुर एन्ड ट्राभल्स 22 24 भनेको खेलको अन्तिम नै हो लास्ट भन्दा पनि हुन्छ लास्ट पाइसकेको छ हालसम्मको स्कोर मैले यस सेट जित्नको लागि मात्र 1 अङ्क पछाडि छ भने हाम्रो रोक्ने टुर्स एन्ड ट्राभल्स 3 अङ्कले पछाडि सर्भिस गर्न जाने हाम्रो 3 नम्बर खेलाडी मित्र राम्रो स्पाइक थियो तर ब्लकिन पुग्यो बल फेरि पनि राम्रो स्पाइक थियो ब्लक भएर पनि बल बाहिरिन पुग्यो त्यसै कारणले महेन्द्रले पहिलो सेट आफ्नो नाममा हासिल गर्न सफल भएका छन् भने हाम्रो रेग्मी टुर एन्ड ट्राभल्स के भन्न र खै जाडो महिनामा भर्खरै चलिरहेको गेम रेग्मी टुर एन्ड ट्राभल्स भर्सेस महेन्द्रको बिचमा भइरहेको थियो र 1 सेट हासिल गर्न सफल भएका छन् हाम्रा महेन्द्रका खेलाडी साथीहरूले र फेरि अर्को सेटको खेल सुरु हुन गइरहेको छ र खेलको दोस्रो सेट सुरु हुन गइरहेको छ खुसी लाग्यो दर्शकहरूको माया देखेर अझै मायाको अपेक्षा गरेको थिए तर भनेको जति एक्सपेक्ट गरेको थिए त्यतिको हाम्रो दर्शकहरू उपस्थित हुनु भएन त्यही पनि खेल सुरु भइसकेको छ महेन्द्रको खेलाडी मित्रले सर्भिस गर्दै पहिलो अङ्क आफ्नो खातामा जोडिन पुगेका छन् हाम्रा रेग्मी टुर एन्ड ट्राभल्सका खेलाडी मित्रहरूले भर्खरै दोस्रो सेट सुरु भएको थियो अङ्क बल बाहिरिन पुग्यो हितेश रन्जालीको राम्रो प्रयास त थियो तर बल बाहिरिन पुग्यो त्यस कारणले रेग्मी टुर एन्ड ट्राभल्सको खातामा अङ्क जोडिन पुग्यो हाम्रा 3 नम्बर भाइ सर्भिस गर्न जाँदै छन् त्यसै गरी राम्रो सर्भिस त्यहीमाथि उत्तिकै राम्रो स्ट्राइक गरेका छन् हाम्रा हितेश रन्जाली राम्रो सट हितेश रन्जालीको तर्फबाट राम्रो सट हानेर फेरि राम्रो सर्भिस पनि गर्न गएका छन् हिनल स्पाइक गर्न कोसिस त गरेका थिए तर बलमा प्रेस गर्न पुगेका थिए भन्दै दिए त्यहीमाथि महेन्द्रले फेरि पनि 1 अङ्क आफ्नो खातामा हासिल गरेको छ भने अहिलेसम्मको स्कोर रहेको छ 2-2 खेल उत्तिकै रोमाञ्चक छ कसले जित्ला भन्ने निश्चित गर्न सकिरहेको छैन मैले फेरि राम्रो स्ट्राइक हानेर हाम्रा रेग्मी टुर्स एन्ड ट्राभल्सका साथीले अङ्क आफ्नो खातामा हासिल गरेका छन्
भर्खरै मात्र हाम्रा मैरीका खेलाडी मित्रले राम्रो स्पाइक गरेर आफ्नो खातामा अङ्क जोडिन पुगेका छन्। त्यसै गरी हाम्रो किस्मत दाईको तर्फबाट राम्रो सर्भिस हाम्रो यस रेग्बी टुर एन्ड ट्राभल्स 8 नम्बर खेलाडी मित्रले रिसिभ राम्रोसँग गर्न सकेन। भर्खरै मात्र मेरो महत्त्वपूर्ण बहुमूल्य सामान तल खसेर मैले के भयो हेर्न सकेन, त्यसप्रति क्षमा माग्न चाहन्छु भन्दै थिए हाम्रा रेग्बी टुर्स एन्ड ट्राभल्सका मित्रहरूले फेरि पनि 1 नम्बर आफ्नो खातामा जोडिँदै स्कोर बराबर गराउन पुगेका छन्। हालसम्मको स्कोर रहेको छ 5 बराबर 5 इक्वल। बल ब्लक भएर बाहिरिन पुग्यो, त्यसै कारण अङ्क भने मैलीका खेलाडी मित्रकोमा जोडिन पुग्यो। राम्रो सर्भिस, त्यही माथि हाम्रो स्पाइक पनि हाम्रो दुवैको भाइ हेर्नमा सानो तर मन ठुलो भने चाहिँ सट पनि उत्तिकै मिठो हानेर अङ्क आफ्नो खातामा जोड्न सफल भएका छन् र सर्भिस पनि आफै नै गर्न गएका छन् भने बल हावामा खेल रोमाञ्चक भइरहेको थियो। राम्रो प्रेस त गरेका थिए हाम्रा रेग्बी टुर एन्ड ट्राभल्सका साथीहरूले, तर बल भने घेरा भन्न बाहिरिन पुग्यो, त्यस कारणले अङ्क मैली खेलाडी मित्रको तर्फ। फेरि पनि उत्तिकै राम्रो स्पाइक त गरेका थिए हाम्रा रेग्बी टुर एन्ड ट्राभल्सका साथी मित्रहरूले, तर बल फेरि पनि बाहिरिन पुग्यो। कोसिस तर फेरि पनि बल बाहिरिन पुग्यो। गल्तीमाथि गल्ती, गल्तीमा त गल्ती, यसै यहाँ नै चल्ती भने चाहिँ बल बाहिर 3 अङ्क च्यापिसकेको छ हाम्रो मैलीको खेलाडी मित्रहरूले भने। हालसम्मको स्कोर 9 छ। गल्तीमाथि गल्ती गरेर आफ्नो गल्तीलाई फेरि सुधार्दै अङ्क आफ्नो खातामा जोड्न सफल हाम्रो रेग्बी टुर एन्ड ट्राभल्सका खेलाडी मित्रहरूले। बल अहिलेसम्म हावामै उत्तिकै फेरि पनि 6 नम्बर खेलाडीले थपेर अङ्क आफ्नो खातामा जोड्न सफल भएका छन्। खेल एकदमै रोमाञ्चक भइरहेको छ। दुईजना खेलाडीहरू दुईजना टिमहरू प्रतिस्पर्धाको छन्, तर भर्खरै मात्र सर्भिस बाहिरिन पुग्यो, त्यस कारणले अङ्क मैली खेलाडी मित्र तर्फ जोडिन पुग्यो र हालसम्मको स्कोर रहेको छ 10-8। मैली 10 भने रेग्बी टुर एन्ड ट्राभल्स 8 र पहिलो सेट मैलीको खेलाडी मित्रहरूले हात पार्न सफल भएका छन् भने अहिले चलिरहेको सेट दोस्रो हो। त्यतिकै बल हावामै उडिरहेको छ। राम्रो प्लेस, तर बल बाहिरिन पुग्यो, त्यस कारणले फेरि पनि अङ्क मैली खेलाडी मित्रतर्फ। मितो स्पाइक, त्यही माथि मितो ब्लक थियो, तर ब्लक लागेर बल भने बाहिरिन पुग्यो, त्यसैले अङ्क फेरि रेग्बी टुर्स एन्ड ट्राभल्सको खातामा जोडिन पुग्यो।
खेल एकदमै रोमाञ्चक भइरहेको छ। माथिको दर्शकहरू देखेर उत्तिकै खुसी पनि लागिरहेको छ र फेरि माथि फेरि रेग्मी टुर्स एन्ड ट्राभल्सले 1 नम्बर आफ्नो हात पारिसक्नु भएको छ भने हालसम्मको स्कोर रहेको छ 10-11 11। मिठो स्पाइक हाम्रो हितेश रन्जाली दाजुबाट मिठो स्पाइक हानेर 1 अङ्क आफ्नो खातामा जोड्न सफल भएका छन्। सट हान्न कोसिस गर्दै आफ्नो विपक्ष टिमलाई झुक्काउँदै प्लेस गरेर राम्रो प्लेस गरेर अङ्क आफ्नो खातामा जोड्न सफल भएका छन् हाम्रा रेग्मी टुर्स एन्ड ट्राभल्सको 7 नम्बर खेलाडी मित्रले। बल राम्रो कोसिस त थियो तर बल दुईचोटि डबल लागेर अङ्क महिने खेलाडी मित्रतिर जोड्न पुग्यो। उत्तिकै राम्रो स्पाइक उत्तिकै राम्रो रिसिभ उत्तिकै राम्रो स्पाइक उत्तिकै राम्रो ब्लक तर भने बल बाहिरिन पुग्यो। त्यसै कारणले गर्दा अङ्क रेग्मी टुर्स एन्ड ट्राभल्सको तर्फ जोडिन पुग्यो र हालसम्मको स्कोर रहेको छ 12-13। रेग्मी टुर्स एन्ड ट्राभल्स 12 भने महिने 13 12-13। राम्रो स्पाइकको प्रयास त गरेका थिए हाम्रा 7 नम्बर खेलाडी मित्रले तर बल भने बाहिर पुग्यो। बल अझै पनि हावामै राम्रो स्पाइक हानेर मोइलीले आफ्नो खातामा 1 अङ्क जोड्न सफल भएका छन् र यहाँ उपस्थित भएर खेल हेर्न हुने हाम्रा दर्शकहरूलाई उत्तिकै रमाइलो नै लागिरहेको छ होला र गाउँमा नबसेर देश बाहिर बस्नुभएका हाम्रा दर्शकहरूको लागि भने हामीले लाइभको पनि व्यवस्था गरेका छौँ। हाम्रो यस सुस्मिता स्मृति युवा क्लबको पेजमा गएर लाइभ हेर्न सक्नुहुन्छ। गेम फुल चलिरहेको छ। माथि हाम्रो अनिल थापा मगरले लाइभ भिडियो बनाइरहनुहुन्छ। किट छ भएन राम्रो स्पाइक हाम्रो महिलेको खेलाडी मित्रबाट बल त हातमै पुगेको थियो तर राम्रोसँग रिसिभ हुन सकेन। त्यस कारणले अङ्क फेरि पनि महिले खेलाडी मित्रको टिममा जोडिन पुग्यो र हालसम्मको स्कोर रहेको छ 16-13। महिले 16 भने रेग्मी टुर्स एन्ड ट्राभल्स 13 भन्दै थिए। राम्रो स्पाइक त गर्न पुगेको थिए हाम्रो 8 नम्बर खेलाडी तर ब्लक हुन पुग्यो। त्यस कारणले फेरि पनि अङ्क महिलेको खेलाडीतर्फ। उत्तिकै राम्रो स्पाइक हाने हाम्रो 6 नम्बर खेलाडी मिठो स्पाइक हानेका छन्। लामो प्रतीक्षापछि हामीले हाम्रो 8 नम्बर खेलाडीको तर्फबाट मिठो स्पाइक देख्न सक्यौँ। यत्तिकै स्पाइकहरू आगामी खेलहरूमा देख्छ पाउँछौँ भन्ने हाम्रो आशा छ है। राम्रो स्पाइक फेरि पनि 3 नम्बर खेलाडीबाट रेग्मी टुर्स एन्ड ट्राभल्सले फेरि पनि राम्रो स्पाइक हानेर 1 नम्बर आफ्नो खातामा जोड्न सफल भएका छन्। फेरि पनि हितेश रामजालीको तर्फबाट मिठो सट हानेर फेरि पनि अङ्क आफ्नो खातामा जोड्न सफल हुँदै स्कोर रहेको छ 19-15। र यसपछि हुन गइरहेको गेमका
खेलाडी मित्रहरू तयारी हालतमा बसिदिनु होला। आयोजक ए भर्सेस खलसिङको हुन गइरहेको छ यसपछिको गेम। सबै खेलाडी मित्रहरू तयारी हालतमा बसिदिनु हुन आग्रह गर्दछु। त्यति भन्दै फेरि पनि म खेल मैदानतिर पुगेँ। अहिलेसम्म बल हावामै उडिरहेको छ। 9 नम्बर खेलाडीको मित्र स्पाइक, फेरि पनि 8 नम्बर खेलाडी मित्रले राम्रो स्पाइक हानेर 1 अङ्क आफ्नो खातामा जोड्न सफल हुँदै स्कोर रहेको छ 20-16 20-60। राम्रो स्पाइक, यत्तिकै राम्रो स्पाइक थियो हाम्रो किस्मत दाजुबाट तर भने बल बाहिरिन पुग्यो। त्यस कारणले स्कोर रेग्मी टुर्स एन्ड ट्राभल्सको खातामा जोडिन पुग्यो। हितेश रामजालीको राम्रो सट, बल ब्लक भएको थियो तर बाहिरिन पुग्यो। त्यस कारणले फेरि पनि अङ्क मैन्डीकै खातामा जोडिन पुग्यो। त्यसै गरी हालसम्मको स्कोर रहेको छ 21-17 21-17। मैन्डी 21 भने टुर एन्ड ट्राभल्स 17। आफ्नै खेलाडी मित्रहरूमा तलमाथि मिसअन्डरस्ट्यान्डिङ भएर अङ्क फेरि पनि मैन्डीको खेलाडी मित्रमा जोडिन पुग्यो र हालसम्मको स्कोर रहेको छ 22-17। पहिलो सेट पनि मैन्डीकै खातामा जोडिन पुगेको छ र दोस्रो खेलको उत्तिकै नजिकै छन् उनीहरू जित्नमा। तर भन्दै थिए फेरि पनि अङ्क जोड्न सफल हाम्रा मैन्डीका खेलाडी मित्रहरूले। त्यसै गरी स्कोर रहेको छ 23-17। राम्रो स्पाइक त हानेका थिए हाम्रा 2 नम्बर खेलाडीले तर मैन्डीका खेलाडी मित्रले फलो गरेर अङ्क टुर एन्ड ट्राभल्सकै खातामा जोडिन पुगेको छ। राम्रो स्पाइक तर फेरि पनि 7 नम्बर खेलाडीले राम्रो प्रेसिङको तयारी त गर्दै थिए तर हाम्रा यताबाट मैन्डीका खेलाडी मित्र किस्मत दाइले भने ब्लक गरेर अङ्क आफ्नो खातामा जोड्न सफल हुँदै 24 बनाएका छन् भने टुर एन्ड ट्राभल्स 18। र 2 सेट नै आफ्नो खातामा जोडेर मैन्डीको टिमले यो गेम जित्न सफल भएका छन्। धेरै धेरै बधाई छ। त्यहीमाथि हाम्रा रेग्मी टुर्स एन्ड ट्राभल्सले हारिन पुग्नुभयो। त्यही उहाँहरूले पनि बधाई नै छ। अर्को गेममा राम्रो खेल देखाउनुहुन्छ भन्ने आशाका साथ यो गेम यही अन्त्य भएको छ। र यो गेम पछि लगनै हुन गइरहेको गेम आयोजक ए भर्सेस